नाच्नुहोस् तपाईँ पनि। कति लजाउनुहुन्छ, किन लजाउनु? चोर्नु पो लजाउनु पर्छ, भ्रष्टाचार गर्नु पो लजाउने हो होइन, खराब काम गर्नु पो लजाउने हो, नाच्नलाई के को लाज? त्यसले गर्दा अब हामी नाच्नेछौँ। हाम्रो नाचगानाको अध्यक्षज्यू हुनुहुन्छ, उहाँले अब त्यहाँनिर स्विच अन गर्नुहुन्छ, हामी यहाँनिर भुसुक्कै नाच्नेछौँ। हामीलाई काम गरिरहेको देख्दाखेरि हाम्रो नानीहरूले, हाम्रो आउँदो पिँढीले है असल कुरा सिक्नु नै छ। त्यसले यति ठुलो चेन्ज ल्याउँछ, यति ठुलो चेन्ज ल्याउँछ। तपाईँलाई लाग्ला एउटा नारायण पथको एउटा ड्रेन बनाएको गएको पानीले यस्तै यस्तै कुराहरू, खेती मात्रै कहाँ हो? होइन, यो त आनी बानीमा सुधार गर्दै गरेको, आनी बानीमा सुधार, एउटा संस्कृतिको कुरा गर्दै गरेको, वर्किङ कल्चर, श्रम संस्कृतिको कुरा, श्रम संस्कृतिको कुरा। संस्कृति कहिले मर्दैन, तपाईँलाई थाहा छ? संस्कृति कहिले मर्दैन, सिर्फ संस्कृति सुरुवात हुन्छ, संस्कृति मर्दैन। संस्कृति भनेको बिउ हो, जस्तै धानको बिउ होइन। आजभन्दा तपाईँको 100 वर्ष अगाडि पनि धानको बिउ थियो, आज पनि धानको बिउ छ, आजभन्दा 500 वर्ष पछाडि पनि धानको बिउ रहन्छ। त्यस्तै बिउ बनेर बन्छ के अरे बस्ने छ हाम्रो यो संस्कृति। म तपाईँहरू सबैजनालाई यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। म तपाईँहरू सबैजनालाई हृदयदेखि मुरी मुरी धन्यवाद दिन चाहन्छु। अब धेरै भनिरहँ भने कति छ कुराहरू, आकै गर्छ, बोलिरहँ त नबोलौँ, रात पर्छ। यहाँ नाच्नु मन लागिरहेको होला, खुट्टाइसो यसो भइरहेको होला होइन। सबैजना नाच्नुहोस् तपाईँहरू। म भन्छु म त नाच्नु आउँदैन नभन्नुहोस् होइन। नाच्नु त कसलाई पो आउँछ र, 1-2 जनालाई बाहेक। सुम्निमालाई आउँछ, उहाँलाई आउँछ, 2 जना छ नाच्न जान्नेहरू। यसो हल्लिने हो, हाँस्नु, खुसी हुनु हो। अझै नाच्नु भनेको त्योभन्दा नेक्स्ट लेभलको खुसी हो। त्यो मैले एक्सपिरियन्स गरेको है, मैले एक्सपिरियन्स गरेको कुरा। दुखी मान्छे नाच्न सक्दैन, नाच्ने मान्छे दुखी हुँदैन। कुरा बुझ्नु भयो नि?